यो क्षितिज पारी देश बोकेर बाँच्दा कुन परदेशी खुसी छ र? हर क्षण आफ्नो पसिना बगाउँदै रगतको नसा नसामा सगरमाथा बोकेर आफ्ना देउराली र भन्ज्याङ पार गर्दै 4 किल्लाभन्दा टाढा देशमा अरूको भाषा संस्कृति अन्तर्घुलित हुँदै आफ्ना सोरठी घाँटीलाई थाती राखेर मनको विशाल मरुभूमिमाथि पसिनाको खोली बगाउन किन मन खुसी हुन्छ र? परदेशीलाई सदियौँदेखि हरेक परिस्थिति सुल्झाउन लाखौँ मनहरू आफूलाई विनिमय गर्दै रहरहरू साहुको महलमा बन्दकी राखेर पलायन भए कति रहर। पुरा भएपछि सोधिसिए कति तारा भनेर कहिल्यै नफर्कने गरेर आकाशकै बाटो गए। नियत थियो या बाध्यता परदेशीको? हर दुःखमा आँसुका भेल साथी बन्छन्। परदेशीको हरेक चाडपर्वमा मन रुन्छन्। परदेशीलाई आफ्नै पाखा पखेरोको फूलको यादले सताउँछ, जहाँ बित्यो आफ्नै शैशव काल। त्यहाँ भेट्ने पीडाले सताउँछ, देशको मायाले सताउँछ। बाबा आमाको दुःखमा सारथी बन्न पाउँदैनन्, छिमेकीका मलामी बन्न पाउँदैनन् परदेशी। बसन्तहरू कति आउँछन् जान्छन् तर सँगै हुन पाउँदैनन् परदेशी। यस्तै यस्तै हजारौं पीडाहरू हुन्छन् परदेशीको। समुद्री तटमा हिँड्दै गर्दा यस्तै लाग्दो हो कि मेरो देश भएको भए, रेमिटान्सको भरमा देश नचलेको भए, म परदेशी नपरेको भए। भर्खरै मैले वाचन गरेको कविता थियो कवियत्री सरिता ढकालज्यूको कविता संग्रह अग्निबाट कविता परदेशी।